नमस्कार दर्शकबिनहरू, आज फेरि हामी आइपुगेका छौँ यो विकली कार्यक्रम घर आँगनको एउटा पडकास्टमा। मसँग आज फेरि मेरो बुवा हुनुहुन्छ। आज हामी फेरि मिठो मिठो कुरा गर्नेछौँ। नमस्कार बुवा। नमस्कार सबैजनामा। बुवा, के छ हालखबर तपाईँको? एकदम ठिक छ। ठिक छ। अस्तिको 2टा एपिसोड कस्तो गएको जस्तो लाग्छ? ठिकै गयो, तर अलिक कमी भयो भन्ने गुनासोहरू आयो। कमी चाहिँ विस्तृत रूपमा भन्नुपर्ने, अलि सर्टकट रूपमा चाहिँ नि भनियो भनेर चाहिँ नि गुनासो आयो। हामीले यसै क्रममा बुवासँग चाहिँ आज बाल्यकालदेखि टिनेजसम्मको कुराहरू गर्नेछौँ। यसमा पहिला मैले उहाँलाई लग्न चाहेँ बेलौरी, जहाँ उहाँ सानो समयमा हुर्किनुभयो, खेल्नुभयो, स्कुल पढ्नुभयो। बेलौरी बजारको पहिलो पटकको तपाईँको सम्झना के छ? बेलौरी बजार भनेर त्यो ठाउँ चाहिँ सुरुवात गर्दाखेरिदेखि नै प्लानिङ गरेर गरेको हो। प्लानिङ गरेर घडेरीहरू चाहिँ छुट्याएर अनि घडेरी लिन इच्छुक मान्छेहरूलाई घडेरी बेच्ने, अनि ती घडेरीहरूमा चाहिँ बजार स्थापना गर्ने भनेर त्यहाँ जङ्गलहरू, सानोतिनो रुखहरू बिरुवाहरूलाई सफा गरेर केही रुखहरू चाहिँ ठुल्ठुलो राखेर बाँडेको थियो। र त्यहाँ मान्छेहरू बजार बनाउने भन्दा पनि बसेर घर बनाएर बस्ने, अलिकति अल्गो ठाउँ, बाढी पहिरो नआउने, त्यो भएको हुनाले त्यहाँ स्थापना भएको थियो। र सुरुवातमा चाहिँ त्यहाँ मानिसहरूले बजारै हुन्छ भन्ने सोचे पनि बजार थिएन। घर छाप्राहरू बनाएर कच्ची घरहरू बनाएर बसेका थिए र सबै अकुपाई पनि भएको थिएन। बिस्तारै बिस्तारै भरिँदै गएर धेरै डेभलप गर्न धेरै वर्ष लाग्यो। जस्तै हाम्रो बेलौरीको इतिहास भन्नुपर्दाखेरि तपाईँलाई के याद छ त्यति बेलाको कुराहरू? इतिहास भनेपछि बेलौरी धेरै पुरानो ऐतिहासिक स्थान हो। कसरी बन्यो बेलौरी बजार? बजार त मानिसहरूले आवश्यकताको महसुस गरे। सबैतिर बजार पसलहरू थिएनन्, अनि त्यहाँको अग्रजहरूले, त्यहाँको चाहिँ बुद्धिजीवीहरूले एउटा बजार त चाहिन्छ भन्ने परिकल्पना गरे र त्यहाँ चाहिँ स्थापना गर्नलाई जमिन थियो र त्यो जमिनमा चाहिँ मजासँग प्लानिङ गरे। सानो ठाउँ भए पनि राम्रो प्लानिङ गरेर चाहिँ बसाइएको छ। केही हाम्रा सिनियर तपाईँहरू त्यति बेला त्यहाँ बस्दाखेरि आफूभन्दा पाकाहरूले भनेको कुराहरू केही याद छ? इन्ट्रेस्टिङ कुराहरू? बेलौरी बजारको डेभलपमेन्ट गर्नुपर्छ, यहाँ बजार आवश्यक छ भन्ने कुराहरू चाहिँ उहाँहरूले गर्नुहुन्थ्यो। अनि तपाईँले सुनेका केही मिठा इतिहासमा केही छन् त, मिठा कुराहरू या त्यस्तो केही रहस्यका कुराहरू त्यो बेलौरी बजारको बारेमा? बेलौरी बजारकै बारेमा त केही रहस्य छैन, स्थापना हो त्यो। बेलौरी बजार नामाकरण कसरी हुन गयो? बेलौरी भन्ने ठाउँ चाहिँ त्यहाँबाट 2-3 किलोमिटर टाढा पर्छ। खास ओरिजिनल ऐतिहासिक स्थान बेलौरी। त्यो ऐतिहासिक चाहिँ धेरै कारणले नभए पनि त्यहाँ चाहिँ एउटा सिद्धनाथ बाबाको पुरानो मन्दिर र बेलौरी कालापानी जेल भनेर राणाकालीन अवस्थामा भएको, त्यो चाहिँ बढी इम्पोर्टेन्ट छ त्यहाँ। त्यसमा चाहिँ पहिला अति ठुला अपराधीहरूलाई लगेर चाहिँ समातेका, देशभरिमा समातेका अपराधीहरूलाई लगेर त्यो कालापानी जेलमा चाहिँ थुन्ने गर्थे अरे। र त्यहाँ थुनिसकेपछि त्यो मान्छे लगभग उसको जीवन त्यहीँ सिद्धिने अवस्था रहेछ। किनभने त्यहाँ मलेरिया भन्ने चाहिँ लामखुट्टेहरूको चाहिँ प्रकोप एकदम धेरै भएको। अनि अब डेङ्गु भन्ने त त्यतिखेर आएकै थिएन। अनि मलेरियाले नै मान्छेहरू चाहिँ त्यहाँ जीवन अन्त्य गर्ने अवस्था थियो। अनि पछि चाहिँ त्यो जेल त्यत्तिकै भत्केर गयो। मलाई फेरि ब्याक टु तपाईँको फ्यामिलीको एउटा इकोसिस्टममा जान मन लाग्यो होइन। तपाईँहरू 7 दाजुभाइ तथा 2 दिदीबहिनी गरेर टोटल 8-9 जना हुनुहुन्थ्यो होइन? दाजुभाइ हामी पहिला आसाममा हुँदा 7 थियौँ, यहाँ आएपछि 8 भयौँ। अनि 2 बहिनीहरू गर्दाखेरि 10 जनाको परिवार। 10 जनाको परिवारमा हो हल्ला कतिको हुन्थ्यो अनि कसरी म्यानेज हुन्थ्यो त्यो कुराहरू? त्यो बेलौरी बजारमा बस्दाखेरिको रमाइलो क्षणहरू केही छ?
10जनाको परिवार भए पनि अब सबैको एज डिफरेन्स र ग्रुपहरू फरक फरक भयो। सबको आफ्नो आफ्नै साथी। अनि आफ्नो आफ्नो किसिमको साथीहरू हुन्थ्यो र आफ्नो आफ्नो काम हुने भएको हुनाले सबैजना चाहिँ नि त्यस्तो हो हल्ला हुने हाम्रो घरमा त्यस्तो हुँदैन थियो। भनेर मिलेर रमाइलोसँग रमाइलो गर्दै बस्नुहुन्थ्यो। निकै रमाइलो हुन्थ्यो र अब कहिलेकाहीँ आपसमा केटाकेटीमा त झगडा त भइहाल्थ्यो, त्यो सामान्य हो। झगडा गर्दै आफै मिल्दै। अब हाम्रो यस पडकास्टमा एउटा नयाँ सेक्सन पनि सुरु गर्न लागेका छौँ। तपाईँ र मेरो एउटा कुरा भएको थियो हिजो अस्तितिर होइन। यो चाहिँ अब फर्स्टमै दिनुपर्ने हो, तर हामी बिचमा दिनको किन गइरहेका छौँ भने अलिकति सुन्दै गरेको दर्शकमध्ये पनि सुनिरहेकाहरूलाई पनि फोकस होस् र उनीहरूले चाहिँ नै मेसेज फैलाउन् भनेर होइन। सेगमेन्टमा एउटा मैले नबुझेका कुराहरू राख्छौँ भन्ने हाम्रो कुरा थियो होइन। त्यसअनुसार चाहिँ मैले नबुझेका कुरामा तपाईँले हिजो एउटा हामीले डिस्कसनमा ल्याएका थियौँ। वर्ल्ड कपमा चाहिँ कुनै पनि गेममा सबै 7वटा प्लेयरभन्दा बढी प्लेयरले रेड कार्ड पायो भने के हुन्छ या सबै प्लेयरले रेड कार्ड पायो भने के हुन्छ भन्ने कुरा गरेका थियौँ। त्यसमा तपाईँको धारणा के छ? हामीले एउटा शङ्का गरेका थियौँ। रेड कार्ड पाउँदै गए सबैजना सिद्धियो एउटा टिमको भने त्यो अवस्थामा के हुन्छ भनेर हामीले चाहिँ एउटा सोचेका थियौँ। आखिर त्यस्तो चाहिँ हुँदो रहेछ। 7जनासम्म खेलाडी हुँदासम्म खेल्न पाउँदो रहेछ र 7जना खेलाडी भएसम्म उसले खेल्न पाउने। 7जनामा फेरि एउटाले रेड कार्ड पायो भने त्यो टिम आउट हुने र 3-0 गोलले चाहिँ प्रतिपक्ष विजय हुने त्यस्तो नियम रहेछ। त्यो पनि नियम चाहिँ गेम अनुसार गेममा कस्तो बनाएको छ त्यो भन्ने भयो। र अहिले वर्ल्ड कप पनि चलिरहेको भएर वर्ल्ड कपमा यदि त्यस्तो घटना देख्न पाइयो भने त अचम्मै हुन्छ। त्यस्तो नहोस् पनि सबै प्लेयरहरू किन रेड कार्ड पाउन् र होइन। तर पायो भने के हुन्छ भनेर सोच्दाखेरि चाहिँ अलिकति सोच्नै पर्ने कुरै थियो। त्यो हामीले धेरैलाई जानकारी नहुन पनि सक्छ होइन। अनि त्यसमा पनि सबै प्लेयरले रेड कार्ड पाउने कन्डिसन एकदमै बिरलै हुन्छ होला होइन। त्यसमा पनि फाइनलमा गएर चाहिँ दुईवटा टिममध्ये एउटा टिमले रेड कार्ड पाउन थाल्यो र अर्को टिमले पनि रेड कार्ड पाउन थाल्यो र त्यसमा हामीले गुगल गरेर सोधेका थियौँ होइन। अब हामी फेरि ब्याक टु स्कुल लाइफको बारेमा जाउँ होइन। पहिलो साइकल तपाईँले किन्नुभयो होला त्यति बेला आफ्नो समयमा होइन। त्यो कसरी किन्नुभयो र कसरी पाउनुभयो, के छ त्यसको घरमा परिवारले किनिदियो कि के छ तपाईँको? त्यतिखेरको यात्राको साधन भनेकै साइकल हो। तर हाम्रो घरमा साइकल थिएन। साइकल हुने पनि विशेष मान्छेहरूसँग मात्रै हुन्थ्यो। अनि मैले जब 10 क्लास पास गरेँ त्यो बेलासम्म खासै साइकलको आवश्यकता पनि महसुस पनि भएन। 10 क्लास पास गरेर अब क्याम्पस पढ्न महेन्द्रनगर भनेको बेलौरीबाट करिब 40-45 किलोमिटर टाढा। त्यहाँसम्म यातायातको साधन छैन। त्यहाँ जाँदाखेरि त्यहाँ पढ्ने क्रममा पढियो अनि इन्डियाको बाटो जानु पर्थ्यो। इन्डियाको बाटो जाँदाखेरि 3वटा ट्रेन चाहिँ चेन्ज गर्नु पर्थ्यो। 3टा ट्रेन चेन्ज गरेर नेपालको बोर्डर घुम्दै बनबासा भन्ने ठाउँमा गएर चाहिँ नि ओर्ल्यो। त्यहाँबाट चाहिँ नि टाँगा भन्छन् घोडाले तान्ने, त्यसमा चढेर अनि महेन्द्रनगर पुगिन्थ्यो। महेन्द्रनगरमा गएर पढ्न थाल्यो। अब 2-3 दिन छुट्टी भयो भने पनि घर आउन, 4 दिन 5 दिन छुट्टी भयो भने घर आउन एकदम असजिलो हुन्थ्यो। किनभने ट्रेनको यात्रा, पैसाको खर्च, टाइम लाग्ने अनि घर आइँदैन थियो। त्यतिखेर चाहिँ साइकल भएको भएदेखि फेरि नेपालकै बाटो जङ्गलको बाटो थियो। नेपालको बाटो चाहिँ घर आउन सकिन्थ्यो। अरू कोही साथीहरू चाहिँ नि साइकल हुनेहरू आउँथे। अनि त्यही क्रममा एकचोटि के भयो भने मैले एउटा चाहिँ नि नयाँ सर्ट सिलाएको थिएँ। त्यो सर्ट थियो टेरेलिनको। त्यतिखेर टेरेलिनको सर्ट बडा मन पर्थ्यो मान्छेहरूलाई, सबैलाई मन पर्थ्यो। अनि मेरो एकजना सिनियर साथी सँगै बस्ने रुम पार्टनर, उसले चाहिँ त्यो सर्ट एक दिन आफूले लाउन माग्यो मसँग। ल हुन्छ लाउनुहोस् भने मैले। उसले सर्ट लायो, घुम्यो, आयो। उसँग साइकल पनि थियो। अनि घुमेर आइसकेपछि उसलाई चाहिँ त्यो सर्ट असाध्यै मन परेर यो सर्ट मलाई दिनु न भन्यो। म तपाईँलाई घडी दिन्छु भन्यो।
अनि मैले सर्ट मसँग प्रशस्तै थिए, टी सर्टहरू मसँग धेरै हुन्थ्यो त्यो बेला, किनभने म गेम खेल्ने खेलाडी, टी सर्टहरू आइराख्थ्यो नि त। अनि अरू साथीहरूलाई पनि टी सर्ट दिन पुग्थ्यो। अनि उसले मलाई कपडाको खाँचो मलाई थिएन, उसले घडी दिन्छु भनेपछि मैले खुसी साथ घडीसँग साटेँ र घडीको मूल्य चाहिँ टी सर्ट त्यो सर्टको भन्दा बढी पनि थियो। अनि मैले घडी लिएँ। त्यो घडी लिएको 2 दिनपछि छुट्टी भयो कलेज, छुट्टी भयो। अनि हामी घर आउने भयौँ हप्ता दिनको लागि। घर आउँदाखेरि एउटा साथीलाई मैले भने, त्यहाँ मेरो एरियाको साथी, सँगै जाउँ न त, 2 जना पालै पालो साइकल चलाएर भने। उसको साइकल थियो। अनि साइकलमा हामी 2 जना आयौँ। आएर हाम्रो घरमा बस्यौँ। उसको घर चाहिँ हाम्रोभन्दा टाढा थियो। अनि हाम्रो घरमा राति बस्यौँ। राति सुतेको बेलामा त्यो घडी झलझल बल्दो रहेछ राति। अनि हामी 2 जना सँगै सुतेका थियौँ। उसले चाहिँ नि त्यो बलेको देख्यो। देखेपछि उसले असाध्यै मन परायो त्यो घडी। अनि मलाई बिहान भन्यो, यो घडी मलाई देऊ यार, म तिमीलाई साइकल दिन्छु भन्यो। अनि मैले चाहिँ यसो विचार गरेँ, यो घडीको के काम, घडी टाइम त जसले पनि भनिहाल्छ भनेर मैले त्यो घडी दिएँ त्यसलाई। त्यो साथीलाई दिएँ र उसले मलाई साइकल दिने बाचा गर्यो। अनि मैले के भने ल बिहान म चाहिँ तिमीलाई घर पुर्याइदिन्छु, अनि म फर्केर आउँछु नि त भने। हुन्छ भने। अनि बिहान छिट्टो छिट्टो उठ्यो। मलाई त रातभरि निन्द्रा लागेन। यसले भोलि बिहानसम्म डिसिजन चेन्ज गर्छ कि भन्ने डर लागिरह्यो राति। यसले हे भगवान्, यसले चाहिँ साइकल मलाई दियोस्, घडी लियोस् भन्ने नै भइरहेको थियो। अब उसको मनमा के थियो थाहा छैन। त्यसपछि बिहान उठ्ने बित्तिकै त्यसलाई चियासिया खुवाएर साइकलमा हालेर घर पुर्याइदिइहालेँ। घर पुर्याएँ, घर बसौँ भन्दै थियो। मैले बस्नै मानिनँ, किन त्यहाँ डिसिजन चेन्ज हुनसक्छ, घरका मान्छेले नमान्न सक्छन् भन्ने डरले म उसलाई घरमा छोडेर बाटैबाट चाहिँ नि साइकल फर्काएर ट्याप कसिहालेँ। त्यसपछि मसँग साइकल भयो। साइकल भइसकेपछि त यति आनन्द भयो कि म जहिले पनि घर आउन जान सक्ने भएँ। 2-3 दिनको छुट्टी भयो भने घर आएर जान सक्ने भएँ र उहाँ पनि मलाई साइकलले धेरै सजिलो बनायो। यसरी मेरो हातमा साइकल परेको थियो। साइकलमा तपाईँ कुद्न थाल्नुभयो, गुड्न थाल्नुभयो। हो, त्यो रमाइलो रहेछ। त्यस बेला साथीसँग एउटा संयोगवश त्यसरी भेटाउनु भएको छ साइकल चाहिँ, भेटाएको भयो त्यो चाहिँ होइन, आफ्नो घडीसँग एक्सचेन्ज लकिली भएको नि, नत्र साइकल किन्ने त कहाँ क्षमतै हुँदैन थियो नि त। त्यो घडी पनि तपाईँसँग आइपुग्नु, त्यो घडीले त्यसरी सर्टबाट घडी, घडीबाट साइकल भयो। त्यो पनि रमाइलै हो। भनेपछि तपाईँको पहिलो महेन्द्रनगर नजिकै हो होइन, +2 पढ्न तपाईँ त्यहीँ जानुभयो भनेको आइएससी होइन। त्यहाँ जाँदाखेरिको पहिलो अनुभव के थियो? महेन्द्रनगर पहिला पनि गइराख्नु भएको थियो होला, तर पहिलोचोटि पढ्न जान्छु भन्दाखेरि चाहिँ के अनुभव थियो? एडमिसन गर्न जाँदाखेरि चाहिँ मलाई, म एडमिसन चाहिँ हुन्छु, अब एडमिसन भएपछि पढ्न सक्छु कि सक्दिनँ भन्ने चाहिँ थियो। किनभने पढ्न नसक्ने डर चाहिँ होइन, आर्थिक अवस्था चाहिँ अब घरबाट चाहिँ नि, अब बुवालाई त एसएलसी पास गर्यो, धेरै पढ्यो, अनि पैसा पनि कमायो, ट्युसन पढायो, स्कुल पढायो, पैसा आउनु थाल्यो घरमा, यो त ठुलो मान्छे भयो भन्ने थियो। अनि त यही टिचिङ नै गर, यहीँ बस, अगाडि पढ्नु पर्दैन भन्ने थियो बुवाको भावना। अनि बुवाको भावना त्यो भएपछि बुवाले खर्च दिने पनि कुरो भएन, जम्मा 20 रुपियाँ दिनुभएको थियो। अनि त्यही 20 रुपियाँ बोकेर गएको। महेन्द्रनगर जाँदाखेरि चाहिँ के थियो अनुभव? महेन्द्रनगर त मेरो अब एकदमै गइराख्ने ठाउँ हो। विभिन्न गेमहरू हुन्थ्यो, वर्षमा पहिलोचोटि जाँदा चाहिँ कस्तो भयो हुन्थ्यो। सहर जानुभयो नि त त्यो? त्यो महेन्द्रनगर चाहिँ अब अलि ठुलो सहर हो, जे होस् बेलौरीको मान्छेको लागि। अनि महेन्द्रनगर पनि प्लानिङ गरेको सहर हो, नेपालको सायद फर्स्ट प्लानिङ नै होला त्यो। एकदमै प्लानिङ गरेको, 4 कुना मिलेको, बाटाहरू सबैतिर चाहिँ नि मिलेको, एकदम राम्रो थियो। त्यसले गर्दाखेरि तपाईँमा परेको इम्प्रेसन के थियो? मैले त्यही सोच्थेँ, सबै सहरहरू प्लानिङ गरेर बसाल्दै हुन्थ्यो, सबै ठाउँ प्लानिङ गर्दै हुन्थ्यो। मलाई त यस्तोसम्म लाग्थ्यो कि गाउँहरू पनि प्लानिङ गर्नुपर्छ भने जस्तो लाग्थ्यो। त्यो बढ्दो उमेर, सहर र सीमाको अनुभव सुनाउ न। अब सीमा नजिक थियो, 2-3वटा सीमा थियो। तपाईँ महेन्द्रनगर जाँदाखेरि कसरी जानुहुन्थ्यो, कताबाट जानुहुन्थ्यो, कि गाउँकै बाटो थियो त्यति बेला? बेलौरी बजारबाट इन्डियाको सिमाना 3.5 किलोमिटर जति छ। त्यसपछि 1 किलोमिटर जति
अझ गएपछि बजार आउँछ त्यहाँ इन्डियाको खजुरिया भनेपछि 4-5 किलोमिटर हो। 4 किलोमिटर भित्रै पर्छ जो खजुरिया भन्ने ठाउँ आउँछ। त्यो खजुरिया भन्ने ठाउँबाट बस चढ्ने, बस चढेर 35 किलोमिटर गएपछि एउटा रेलवे स्टेसन भएको पलिया भन्ने बजार आउँछ। त्यहाँबाट रेल चढ्ने, त्यहाँबाट मैलानी भन्ने ठाउँसम्म जाने अर्को एउटा ट्रेनमा, त्यहाँ ट्रेन चेन्ज गर्ने, त्यहाँबाट चाहिँ नि पिलिभित भन्ने ठाउँमा जाने, त्यहाँसम्म पुगेपछि अर्को ट्रेन चेन्ज गर्ने, त्यसपछि बनबासा भन्ने ठाउँमा जाने। 3टा ट्रेन चढेपछि बनबासा महेन्द्रनगरको बोर्डर बनबासा पुगिन्थ्यो र त्यहाँबाट महाकाली ब्यारेज, पुरानो महाकाली ब्यारेज हुँदै घोडागाडामा चाहिँ नि महेन्द्रनगर आउनु पर्थ्यो। यसै गरी धनगढी जाँदा चाहिँ तपाईँको अनुभव कस्तो थियो पहिलोचोटि? धनगढी जाने चाहिँ हाम्रो अब इन्डियाकै बाटो गए पनि त्यही पलिया भएर फेरि गौरीफन्टा भएर अनि त्यसपछि धनगढीको बोर्डरमा आइन्थ्यो। इन्डियाको बाटो जाँदाखेरि 35 दुना 70 किलोमिटर बसको यात्रा, 2टा बस चढ्नु पर्थ्यो। बेलौरीबाट धनगढीको डिस्टेन्स चाहिँ 25 किलोमिटर छ। त्यो चाहिँ नेपालको बाटो। त्यो बाटोबाट जाँदाखेरि चाहिँ अब कि साइकलमा कि पैदल, अरू उपाय थिएन। अनि यो सिमानाबाट जाँदाखेरि आइएससी पढ्दाखेरि तपाईँ कतिवटा बस चेन्ज गर्नुहुन्थ्यो कि गाडी केही थियो कि? किनभने त्यति बेला त गाडी त्यति थिएनन् होला भित्र नेपालमा। बस गाडी भन्ने त कुरै छैन, सधैँ थिएन र त साइकलबाट जाने गरिन्थ्यो होइन। अब बर्खा लाग्यो, बर्खाको बेलामा जानु पर्यो भनेपछि इन्डियाको बाटोभन्दा बाहेक उपाय थिएन, किनभने खोलाहरूमा पुल थिएन, खोलाहरू पुरा भरिएको हुन्थ्यो। अनि जाने उपाय त्यही हो, इन्डियाको मात्रै हो बर्खामा। अघिपछि अब हिँडेर गयो भने पनि अब 45 किलोमिटर जति हिँड्नु भनेको चान्चुने कुरो होइन। ट्रेनको कुरा गर्दाखेरि बेलौरीदेखि नजिकैको ट्रेन कुन थियो तपाईँको? बेलौरीबाट नजिकको ट्रेन स्टेसन भनेको त्यही खजुरिया बोर्डर, त्यसपछि पलिया 35 किलोमिटर टाढा त्यहाँ थियो। र ट्रेनमा एउटा चाहिँ नि हाम्रो रमाइलो घटना पनि भएको छ। एकजना साथी थियो जो देहरादुन पढेको, उसँग एकचोटि त्यो महेन्द्रनगरको यात्रा ट्रेनमा गर्दाखेरि अब ऊ हिन्दी पनि राम्रो जान्ने र एकदम चल्ता पुर्जा थियो र उसलाई चाहिँ नि हामीले सबैले टिकटको पैसा दिएका थियौँ। उसले टिकट काट्ने, उसैले चाहिँ नि व्यवस्था गर्थ्यो, सबै खानेपिनेदेखि सबै उसैको जिम्मा हुन्थ्यो, एकाउन्टेन्ट जस्तो। अनि उसलाई चाहिँ नि हामी पैसा दियौँ, महेन्द्रनगर पुग्यौँ। त्यहाँ पुगिसकेपछि 3वटा ट्रेन चढेर त्यहाँ पुग्यौँ। त्यहाँ पुगिसकेपछि महेन्द्रनगरबाट फेरि फर्किने क्रममा फेरि त्यही साथीलाई चाहिँ नि हामीले जिम्मा दियौँ। फर्किने क्रममा त्यसले उसको मात्रै टिकट काटेछ, हाम्रो काटेनछ। बाटोमा चाहिँ नि टिटीले पक्ड्यो। टिटीले पक्डेपछि त छैन टिकट। हामी 6-7 जना थियौँ। अनि टिटीले त हामीलाई फाइन गराउन थाल्यो। फाइन गराउन थालिसकेपछि पछि हामीले पैसा उठाएर फाइन तिरेर उसले टिकट बनाइदियो। अनि हामी आयौँ। अनि हामीलाई के शङ्का लाग्यो भने जाँदाखेरि पनि उसले एउटा मात्रै टिकट काटेर लगेर छ हामीलाई। एउटा टिकट काट्यो, हामी सबैजना फ्रीमा गयौँ। किनभने उसले हामीलाई त्यहाँ गेटबाट छिर्ने बेलामा पनि यताबाट जाउँ भनेर त्यो गेटबाट चेक गर्ने ठाउँबाट नलगेर अर्कैतिरबाट बाहिरबाट छिराएको थियो। अनि त्यो भनेको त उसँग टिकट थिएन। अनि हामीबाट टिकटको पैसा लिएर उसले खाँदो रहेछ। त्यस्तो हाउडे फटा रहेछ त्यो मान्छे। त्यसरी हामी झन्नै फँसेका थियौँ। अब ब्याक टु म बेलौरी आएँ होइन। बेलौरीमा तपाईँहरूले कुनै सामाजिक काम या राजनीतिक काम या कुनै इकोनोमिकल कामहरू त्यस्तो आफ्नो तर्फबाट या ग्रुप बनाएर गर्नुभएको थियो कुनै? सामाजिक काम भन्यो भनेपछि हामी विद्यार्थीहरूले एउटा चाहिँ नि टिम थियो हाम्रो 10-12 जनाको। अनि त्यो 10-12 जनालाई अरू विद्यार्थीले सपोर्ट गर्थे। त्यसमा हामीले चाहिँ नि अब यो जाँड रक्सी खाएर मान्छेहरू हल्ला गर्ने त्यो कन्ट्रोल गर्थ्यौँ। अनि बजार कन्ट्रोल गर्थ्यौँ। बजारमा चाहिँ कसैले अनावश्यक भाउ बढाउनु नपाउने त्यो चाहिँ हामी गर्थ्यौँ। त्यस्तो गर्नु दिँदैनथ्यौँ र त्यो धेरैचोटि सक्सेस पनि भएको कुरा हो। अनि बजारमा जाँड रक्सी खाएर हल्ला गर्ने पनि एकदमै न्यून भएको थियो।
त्यो चाहिँ अब यहाँ चाहिँ हल्ला गर्नु हुँदैन यो बजार एरियाभरि भन्ने मान्छेलाई परिसकेको थियो। त्यसको लागि हामी के गर्थ्यौँ भने अब तिनीहरूसँग सिधै ठाडै झगडा गर्न मिल्दैन थियो र राति विद्यार्थीहरू हुँदैन थिए धेरैजना। अनि 4-5 जना विद्यार्थीले सल्लाह गरेका थियौँ, कोही मान्छे हल्ला गर्दै आयो भने मनपरी बोल्थ्यो नि त छाडा, बोल्दै आयो त्यसरी झगडा हल्ला गर्दै आयो भनेपछि हामी अर्कै बाटो कुदेर गएर त्यो कता जान्छ त्यसको गौडामा कुरेर बस्ने अनि अर्कै ठाउँमा त्यसलाई चाहिँ धुलाइ गर्ने। धुलाइ गरेर त बजारमा हल्ला गर्दै हिँड्छ, 100देखि हिँड्छस् कि हिँड्दैनस् भनेर त्यसलाई त्यहाँ जोसुकै होस् त्यसलाई राम्ररी चाहिँ धुलाइ गरेर पठाइदिएपछि अर्को दिनदेखि त्यसले बजारमा हल्ला गर्न छाड्थ्यो र कसले धुलाइ गर्यो भन्ने पनि अँध्यारोमा थाहा पाउँदैन थियो। त्यो चाहिँ आफूले गरेको सामाजिक कार्यमा रह्यो। हाम्रो कारबाही त्यस्तो हुन्थ्यो। पोलिटिकल केही थियो इन्फ्लुएन्सहरू त्यति बेला तपाईँहरूलाई? पोलिटिकल इन्फ्लुएन्स भनेको त्यतिखेर खासै थिएन बेलाबरीमा, तर अलिअलि यो कम्युनिस्ट विचारधारा राख्नेहरू विद्यार्थीहरू कहीँबाट आएर 1-2जनालाई मात्रै चाहिँ नि उनीहरूले ट्रेन गरेर फर्किँदो रहेछन् र तिनीहरूले अनि हामीहरूलाई चाहिँ भन्थे, सिनियरहरूले हामीहरूलाई भन्थे र हामीहरूले चाहिँ नि अघिपछि त त्यस्तो राजनीतिक केही क्रियाकलाप गरिएन, तर त्यो 36 सालको आन्दोलनमा चाहिँ अलिकति त्यो एरियामा हामीले अलि हल्ला मचायौँ, गाउँघरमा कन्भिन्स गऱ्यौँ। 36 सालमा त्यहाँ चाहिँ नि जिल्ला सभापतिहरू आउने भन्ने खबर सुनेर हामी चाहिँ नि जङ्गलमा गएर चाहिँ नि बाटोमा कुरेर बस्यौँ। सिजनमा गाडीहरू आउँथे, गाडीहरू भन्नाले त्यस्तो मान्छेहरू आउँदाखेरि गाडी लिएर आउँथे। अनि गाडी लिएर आएपछि त्यहाँ एकजना फायरिङ गर्यो, त्यो गाडीलाई फायरिङ गरेर गाडीको पछाडिपट्टि लाग्यो, गोली पनि लाग्यो, मान्छेलाई होइन गाडीलाई लाग्यो। फायरिङ चाहिँ कसले? हाम्रै टिमका कोही मान्छेले गरे, मलाई पनि थाहा भएन, त्यो बन्दुक पनि लिएर गएछ भन्ने पनि थाहा थिएन मलाई। अनि त्यस्तो घटना घट्यो। अनि फायरिङ त्यहाँ लागेपछि त्यो गाडी फनक्कै फर्काएर ब्याक गयो। त्यो एउटा घटना चाहिँ छ। अब स्कुल लाइफतिर आउँ होइन, तपाईँले 7, 8, 9, 10 पढ्दाखेरि कुनै प्रतिभामा तपाईँ अब्बल भएको या कुनै त्यस्तो कार्यक्रममा भाग लिनुभएको थियो? त्यतिखेर मेरो खेल जगतमा भलिबल र हाई जम्प थियो र त्यसमा हाम्रो राम्रै पकड थियो जिल्लामा। हामीले वीरेन्द्र सिल्ड प्रतियोगिता भन्ने हुन्थ्यो स्कुलहरूको वर्षैपछि, त्यसमा चाहिँ नि हामीले सिल्ड जितेका छौँ स्कुलबाट। अनि त्यसपछि एथलेटिक्समा राम्रो थियो हाम्रो स्कुल, एथलेटिक्समा नि हाम्रो स्कुल फर्स्ट हुन्थ्यो। त्यसमा मेरो हाई जम्प थियो, हाई जम्पमा म कहिले फर्स्ट कहिले सेकेन्ड हुन्थेँ। अनि धेरै मेडल पुरस्कारहरू। अर्को चाहिँ वाद विवाद प्रतियोगितामा म अगाडि थिएँ र वाद विवाद प्रतियोगिताको कुनै टपिक याद छ तपाईँलाई अहिले बोलेको? त्यो त्यति बेला त्यतिखेर अब कलम ठुलो कि तलवार ठुलो त्यस्तै टपिक हुन्थे स्कुल लेभलको। अनि त्यसमा मेरो कम्पिटिटेन्ट चाहिँ भूपू मन्त्री एनपी साउथ महेन्द्रनगरबाट आउनुहुन्थ्यो। उहाँसँग पनि तपाईँले कम्पिट गर्नु? उहाँसँग कम्प्लिट गरेँ, कहिले उहाँले फर्स्ट हुनुहुन्थ्यो, कहिले म फर्स्ट हुन्थेँ। त्यसरी हाम्रो चाहिँ 3-4 वर्ष चल्यो। त्यो स्कुल लेभलका पुरस्कार त कति अब त्यो गर्नेरै साध्य छैन। अनि मेरो चित्रकलामा पनि म फर्स्ट सेकेन्ड हुन्थेँ। अनि मैले एकचोटि के घटना घटेछ भने चित्रकला बनाएँ, त्यो साइकल साट्ने साथीले हेर्न आयो मेरो चित्र, मैले बोलाएँ उसलाई, मिल्ने साथी थियो। ल मैले यत्तिको चित्र बनाएको छु, एउटा मात्रै राख्न पाइने, अब यो मध्ये म कुन राखौँ भनेर उसलाई सल्लाह गरेको। उसले मलाई सल्लाह पनि दियो र मलाई पनि त्यही मन परेको थियो। त्यो मैले राखेपछि उसले अर्को एउटा चित्र चाहिँ छानेर यो म राख्छु है मेरो तर्फबाट भनेर भन्यो। हुन्छ भने मैले, उसले पनि राख्यो, मैले पनि राखेँ, उसले उसको नामबाट राख्यो। ऊ चाहिँ फर्स्ट हो, म सेकेन्डमा। भनेपछि त्यति बेला हजुरबा हजुरआमासँग तपाईँले कुरा कसरी राख्न सक्नुहुन्थ्यो अनि अरू फुपू काकाहरूले राख्न सक्नुहुन्थ्यो कि हुनुहुन्थ्यो? हजुरबासँग कुरा गर्नु त धेरै गाह्रो हुन्थ्यो, धेरै कठिन। हजुरबा भनेको हाम्रो बुवा, उहाँले चाहिँ एकचोटि बोलेपछि त्यो चेन्ज हुँदैन थियो,
सक्यो, फाइनल हो। भनेपछि स्ट्रिक्ट रुल थियो घरमा। एकदम एकचोटि बोलेपछि चेन्ज नहुने। उहुँ, अब कि त उहाँको विरोधमा जानु पर्यो, उहुँ, कि विरोधमा अब जस्तो म क्याम्पस भर्ना हुन जाँदाखेरि विरोधमै गएको, उहुँ, अनि अरू त म विरोधमा केही पनि गइनँ। उहुँ, अनि धेरै स्ट्रिक्ट थियो घरमा। आमासँग चाहिँ सबै कुरा राख्न सकिन्थ्यो। उहुँ। अब मैले तपाईँलाई अलिकति सानो बेलाको चकचकी वनमा लगेँ होइन। सानो बेलामा केही फटाइ गरेको याद छ? त्यो फटाइ अनुसारको केही भोगाइहरू याद छ तपाईँलाई? सानो बेलामा हामीले फटाइ गर्न खोजेको होइन, तर भएको छ। जस्तै? त्यो चाहिँ आसामको कुरो हो। अहँ, त्यहाँ हामी सबै ग्रुपमा एकजनाले फटाइ गरेको नि होइन। उहुँ, अनि मादल बजाउँदै टिन ठटाउँदै हामी नाच्ने गाउने त्यस्तो गर्दै गर्दै जङ्गलतिर खेल्न जान्थ्यौँ। कुनै कार्यक्रम विशेषले कि कुनै कार्यक्रम होइन, त्यो त्यो शनिबार सानोमा रमाइलो? छुट्टीको दिन रमाइलो, सबैजना साना ठुला सबैजना वनभोज गर्न जानुहुन्थ्यो कि के हो? वनभोज होइन, वनभोज त ठुलाले गऱ्यो भने चाहिँ गइन्थ्यो, सानाको खेलमा जाँदैन थियौँ। उहुँ, अनि गएको क्रममा एक दिन के भयो भने घर छाप्नको लागि खर हुन्थ्यो त्यहाँ। खर सबै गाउँको एउटा खर बारी हुन्थ्यो। उहुँ, त्यो खर सुकेपछि काट्थे उहुँ, र घर घरमा लान्थे मान्छेले। त्यो क्रममा त्यो खरबारीमा पुगेपछि एकजनाले सलाई लिएर आएको रहेछ। उसले त्यो सलाई कोरेर चाहिँ नि त्यही खरबारीमा पुगेपछि कोर्यो। अनि कोरिसकेपछि उसले त्यो डडेल लाउन खोजेको त होइन, तर त्यो अब कहाँ फालौँ भयो, हात पोल्नु लाग्यो, फालिदिएपछि टिपिहाल्यो त्यो उसले, खरले टिपेपछि पुरै खरबारी ध्वस्त, गाउँकै खरबारी ध्वस्त। त्यो साल कसैले खर काट्नै पाएन। उहुँ, त्यो एउटा बदमासी। अब त्यो बदमासी पनि हामीभन्दा पनि सानो बच्चाले गरेको। उहुँ, त्यस्तो भएको छ एउटा घटना के भएको छ भने हामी खेल्ने क्रममा छुट्टीको दिनमा अब ठुला मान्छे घरका सबै काममा गइहाले, हामी बच्चाहरू घरमा बसेर खेल्ने क्रममा कसले मोमबत्ती भेटाएछ। उहुँ, मोमबत्ती बाल्यो, उहुँ, बालेपछि गोठमा लगेर त्यो बारमा सिउर्यो त्यसले। ओहो, बारमा चाहिँ नि त्यो गोठको बारमा मोमबत्ती यसरी तेर्सो, गोठ के को हुन्थ्यो? खरको हुन्थ्यो? यस्तै सिटाहरू होइन, सुकेको घाँसपातको गोठ हुन्थ्यो। उहुँ, त्यहाँ चाहिँ अब गोठमा बाछाहरू थिए, गाईहरू त चर्न गएको थिए। उहुँ, अनि त्यो गरिदियो त्यो मेरो फुपूको छोराले। ए, अनि फुपूको छोरी दिदी थिइन्, उहुँ, त्यहाँ मोमबत्ती बालेर छोड्यो। अनि त्यसपछि अब बजार जाने सामान किन्न भनेर चाहिँ हिँडे। उहुँ, अब हिँडे बाहिर निस्के, हिँड्ने भने कहाँ जानु थियो र त्यहाँ अब बजार, कोही बजार थाप्ने, कोही पसल थाप्ने, कोही चाहिँ बिर्सेर घर बनाउने, आफ्ना घर भनेर खेल्थ्यौँ नि त, उहुँ, भाँडाकुटी खेल्ने जस्तो। उहुँ, अनि त्यो मोमबत्ती बालेको र सिउरिएको लामो हुन्जेल त ओह्रो बल्यो। अब त्यो मोमबत्ती पनि पग्लिएपछि? तेर्सो राखेको, छिट्टै पग्लिएर चाहिँ नि बारमा पुगेर बार सल्क्यो। उहुँ, बार सल्केपछि अब हामी सबैको बुद्धि निमाउनुतिर नलागेर हामी चाहिँ के गर्यौँ भने भाग्यौँ। मान्छे बोलाउनुतिर? मान्छे बोलाउने पनि होइन, जङ्गलतिर भाग्यौँ। ए, मान्छे बोलाउनु गएको भए नि हुन्थ्यो नि त उहुँ, होइन। जङ्गलतिर भाग्यौँ, अब यो आगो लाग्यो, हामीलाई पिट्छन् भनेर। उहुँ, जङ्गलतिर भागेपछि त त्यो गोठ ध्वस्त, जस्तो अनि त्यसमा कस्तो? 7वटा हो कि कतिवटा बाछा ध्वस्त, ए, बाँधेको बाछाहरू। हजुर, बाछा पनि खोलेनौँ हामीले। अहँ, अनि त्यसपछि त्यो त त्यो ठुलै भयो ठुलो त्यो त। काण्ड हो। अनि त्यसपछि त्यो गोठबाट नजिकै घर थियो, घर पनि ध्वस्त। ए, त्यो घर त्यहाँ कसको थियो? त्यो हाम्रो फुपूहरूको ए, ध्वस्त नै भयो पुरै। ए, अनि पछि अब त्यो के भयो तपाईँहरूलाई चाहिँ त्यसको हामीलाई सजाय? त अब के हुनु, हामीलाई नपिट्नु न के गर्नु, हामी त अब राति थाहा चाहिँ भयो सबैलाई साँझ यस्तो परेपछि भएको भनेर? साँझ परेपछि घर आयौँ। घरमा आएपछि केही पनि गरेनन्, डराएर कामेका थियौँ हामी। पछि अनि भोलिपल्टदेखि ती फुपूको छोरी दिदीलाई उहुँ, अनि गौ हत्या लागेर अनि उनले चाहिँ कति दिन 13 दिनसम्म चाहिँ नि घाँटीमा दाम्लो लगाइदिएर 4 खुट्टा टेकाएर के गरेर त्यस्तो त्यो थियो है संस्कार कल्चर? त्यस्तो कल्चर थियो है? त्यो संस्कार पुरा गरे। ए, त्यस्तो हुँदो रहेछ? त्यस्तो घटना भएको छ अब हामी केटाकेटी छँदाखेरि। केही अनि अब तपाईँलाई एउटा
यो मिठो प्रश्न पनि हुनसक्छ, नमिठो पनि हुनसक्छ होइन। तपाईँले त्यति बेलाको कुनै सम्झनामा आएको गल्तीहरू सच्याउन मिल्यो भने अहिलेको समयमा सच्याउन सक्ने भयो भए कुन गल्तीलाई सच्याउनुहुन्थ्यो? के छ त्यस्तो केही छ? त्यो उमेरमा सानो भयो, बाल्यकाल उमेरमा? मलाई मैले गरेको गल्तीमा के लाग्छ भने मैले पढ्ने बेलामा म खेलकुदमा लागेँ। अब खेलकुदमा लागेर सायद त्यसले मेरो स्वास्थ्यमा राम्रो पनि भयो होला, फाइदा पनि भयो होला। तर त्यो चाहिँ फाइदा भएको कुरा, स्वास्थ्य राम्रो भएको कुरा त्यो थाहा पाइँदैन। तर मलाई चाहिँ अनुभव छ फाइदा चाहिँ भएको छ। त्यही फाइदा त हुन्छ खेल होइन। अब तर मैले त्यो आइएससी पढुन्जेल मैले नखेलेको भए हुन्थ्यो जस्तो लागेको थियो कि। आइएससी पढ्दा पनि खुब खेल्नुभयो? खुब खेलियो त्यतिखेर। मैले अब नेसनल गेम 2टा खेलेँ। अनि कोच 9 महिनाको कोचले 6 महिना जापानिज गुरुसँग, 3 महिना नेपाली गुरुसँग, 6 महिना 2चोटि गरेर 2 फर्स्ट इयर सेकेन्ड इयरमा हुँदाखेरि मैले त्यो कोच लिएँ। त्यो कोच लिँदाखेरि धेरै ठुलो तकलिफ हुन्थ्यो। पढ्न पनि नसक्ने, बस्न पनि नसक्ने, एक्सर्साइज धेरै उठ्न नसक्ने। टोइलेट जाँदाखेरि नि उठेर टोइलेट गरेको मैले त्यो बेला, बस्न नसकेर। त्यस्तो कोचमा यति हार्ड हुन्थ्यो त्यो ट्रेनिङ। अनि त्यसले गर्दाखेरि मेरो पढाइमा अलिकति मार्क्स कम आयो। फेल त भइनँ म, पासै भएँ। तर त्यो नगरेको भए अनि अब नेसनल गेम खेल्न जाँदाखेरि धेरै दिन छुट्थ्यो पढाइ। अनि त्यो नगरेर मैले पढाइमा फोकस गरेको भए चाहिँ मैले फर्स्ट डिभिजन सजिलै कटाउँथेँ। अलिकतिले फर्स्ट डिभिजन पुगेन। अनि फर्स्ट डिभिजन कटाएको भए मैले चाहिँ बाहिर प्लान पाउँथेँ पढ्नलाई। स्कलरसिपहरू पाउनु? स्कलरसिप पाइन्थ्यो त्यतिखेर। स्कलरसिप इन्जिनियरिङ त्यो चाहिँ अहिलेको समयमा तपाईँले सच्याउनु सच्याउँथे जस्तो लाग्छ त्यो समयलाई? त्यो समय चाहिँ इम्पोर्टेन्ट समय हुँदो रहेछ। मलाई कसैले सजेस्ट पनि गरेन होइन। खेलौँ भन्ने चाहिँ साथी धेरै थिए? खेलौँ भन्ने त धेरै थिए, तान्ने धेरै थिए, बोलाउने धेरै थिए होइन। अब रमाइलो पनि त्यहाँ धेरै हुन्थ्यो। अनि त्यो रमाइलोपट्टि लाग्यो कि। रमाइलोपट्टि पनि लाग्यो। अर्को के हुन्थ्यो भने आर्थिक सहयोग पनि हुन्थ्यो। खेलकुदमा जाँदाखेरि भत्ता पाइन्थ्यो, खर्च खासै हुँदैन थियो। अनि त्यो भत्ताले मलाई पढ्नलाई हुन्थ्यो। मैले हुन त स्कलरसिप पाएको थिएँ। त्यहाँ +2 पढुन्जेल स्कलरसिप पाइराखेँ मैले। तर चाहिँ नि त्यो खेलकुदबाट आउने भत्ता, कपडा, जुत्ता, ड्रेस, त्यसले मलाई चाहिँ ठुलो राहत हुन्थ्यो। खेलमा भलिबल खेल्दाखेरिको कसरी भलिबलमा छिर्नुभयो तपाईँ? भलिबल त्यति बेलाको स्पेसल गेम भएर हो कि सबैसँग सजिलै पहुँच भएर हो कि? सजिलो पहुँच हो एक त। स्पेसल गेम पनि अब त्यो बेला हो, सबैतिर पपुलर थियो। अनि स्कुल लेभलमा भलिबल सजिलै एभाइलेबल हुने र स्कुलले पनि धेरै कस्ट बियर गर्नु नपर्ने। एउटा नेट एउटा बल किनिदियो भने 1 वर्ष 2 वर्ष धानिन्थ्यो। अनि स्कुलमा त्यो खेल्ने फेरि फेसिलिटी पनि त हो, त्यहाँ थियो, चौर थियो, कोर्ट थियो। तपाईँले खेल्नुहुन्थ्यो? त्यो भएपछि अब खेल्न सुरु भइगयो। सबैले हाइट पनि भएको मान्छे? हाइट त मेरो चाहिँ एकैचोटि बढेको। पहिला हाइट थिएन स्कुलमा हुन्जेल। अनि म जब क्याम्पसमा गएँ त्यो कोचको ट्रेनिङ लिन थालेँ। त्यो ट्रेनिङ लिन थालेपछि त्यहाँ हाइट कसरी बढ्छ भन्ने पनि ट्रेनिङ थियो। अनि त्यो म प्रशस्त गर्थेँ। त्यो बेला नि मेरो करिब 6 इन्ची जति हाइट बढ्यो त्यो क्याम्पस 2 वर्ष पढ्दाखेरि। सट्टै मेरो हाइट बढ्यो अनि म नेसनल टिममा पनि परेँ। भनेपछि त्यो ट्रेनिङहरूले तपाईँको हाइट पनि बढायो? त्यति बेला उमेर पनि थियो? हाइट बढ्ने उमेर पनि थियो। अब ट्रेनिङले बढायो, ट्रेनिङले पनि बढायो, ट्रेनिङले पनि बढायो होला। अहिलेको समयमा बेलौरी गएर बसो लाग्छ कि लाग्दैन तपाईँलाई? लाग्छ। के कारणले लाग्छ या के कारणले लाग्दैन? त्यहाँ एक किसिमको बजार पनि भयो र अर्को गाउँले जीवन पनि छ र खुला छ। चौर मैदानदेखि लिएर सारा चिज छ, सबै सुविधा पनि छ। तर एउटा मात्रै कारणले म त्यहाँ बस्न रुचाउँदिनँ। एउटा कारण भनेको गर्मी असाध्यै तराईको गर्मी अनि विभिन्न किसिमको रोगहरू। रोग त अहिले धेरै जसो निर्मूल भइसकेका छन् होइन। भ्याक्सिनेसनहरू पनि पाइन्छ होइन। अब त्यो त एउटा
इकोसिस्टममा त्यो हुन्छ होला, तर रोग नहुने हो भने तपाईँ त्यहाँ गएर बस्न सक्नुहुन्छ। रोग भएन र गर्मीले सक्दिनँ म सानैदेखि भनेपछि गर्मी ठाउँ चाहिँ जाडो पनि त होला नि त फेरि त। जाडोमा पनि त्यस्तै असजिलो। उहुँ। जाडोमा जाडो असाध्यै जाडो, जति सिरक ओढे पनि भित्र मुटु काम्छ ढकढक ढक। भनेपछि पहिला बस्दा तपाईँले त्यो फिल गर्नुहुन्थ्यो, त्यो फिल गरेँ। यो टाइममा चाहिँ यहाँ बस्न गाह्रो छ, बरु यस्तै न्यानो ठाउँ काठमाडौँमा आएर बसौँ जस्तो लाग्ने। अनि काठमाडौँमा आएर बसौँ भन्ने चाहिँ थिएन, पाहाडमा बसौँ भन्ने चाहिँ थियो। ए पाहाडमा बस्ने कन्सेप्ट चाहिँ कुनै तपाईँले पनि बनाउनु पाहाड भयो भने, नेपालको कुनै पनि पाहाड जहाँ चाहिँ मौसम एकदम सफा आरामदायक छ, सफा हावापानी छ भने त्यो ठाउँमा चाहिँ बस्नु चाहिँ ठिक मान्थे र अरूलाई पनि त्यही अनि भन्थे। काठमाडौँको रेस्टुरेन्टमा हेर्दाखेरि त्यही दुईवटा फ्याक्टरले गर्दाखेरि तपाईँले चाहिँ हो बस्न चाहिँ मन छ, तर त्यो दुईवटा फ्याक्टरले गर्दाखेरि चाहिँ ओके। बेलौरीमा गएर अहिले कसैलाई केही सन्देश दिनु पऱ्यो भने के दिनुहुन्छ? बेलौरीमा यस्तो गरे भए हुन्थ्यो त्यति बेला भन्ने टाइपको। बेलौरीको मान्छेहरूले त्यो समयमा। त्यहाँ उद्योग स्थापना गर्नुपर्छ भन्ने लाग्छ मलाई। लाग्छ जस्तै किनभने उद्योगमा पनि यस्तो खेतीपाती त छँदैछ, उद्योगमा पनि यस्तो उद्योग भन्ने केही छ? कृषिजन्य उद्योग। कृषि हुन्थ्यो तपाईँहरूको पालामा त्यति बेला? त्यति बेला पनि हुन्थ्यो, अहिले पनि हुन्छ। अहिले पनि जमिन प्रशस्त छ। उहुँ। अनि अब नहर पनि आएको छ, त्यो नहरलाई व्यवस्थित गराउनु जरुरी छ। सदुपयोग गर्नु पर्यो। सदुपयोग गराउनु पर्यो, त्यसको पानी पाउनु पर्यो चाहिएको बेला। उहुँ। अनि कुन त्यहाँ चाहिँ नहर आएको छ त्यहाँ? महाकालीको महाकालीकै नदीबाट हो महेन्द्रनगर हुँदै आएको छ। अँ। ओके। अब अन्त्यमा हामी पुगिसकेका छौँ होइन। अन्तिममा तपाईँले कुनै आज फेरि हाम्रो दर्शकमध्ये कसैलाई चाहिँ मन छुन सक्छ होइन, तपाईँले कुनै सन्देश दिन चाहनुहुन्छ यस्तो गरिदिए, आफ्नो बाल्यकालमा यस्तो गर्नुपर्छ, यस्तो गर्नु पर्दैन भन्ने कुराको? हो, बाल्यकालमा खेल्न अति जरुरी छ, तर चाहिँ त्यो स्कुल लेभलमा खेलकुदमा जाने, आफ्नो शरीर स्वास्थ्य बनाउने। स्कुल लेभलमा चाहिँ हामी धेरैभन्दा धेरै खेल्नु पर्छ। धेरैभन्दा धेरै खेल्नुपर्छ मेरो विचारमा। हजुरको एक्सपिरियन्स? र अर्को कुरो म के भन्न चाहन्छु भने 3-4 क्लाससम्मको बच्चाहरूलाई स्कुलमै पढाउनुपर्छ, घरमा पढाउने होइन। ए होमवर्कदेखि लिएर होमवर्क दिनु हुँदैन। क्लास वर्कदेखि लिएर सबै स्कुलमै गराउने, यो त्यसलाई होमवर्क क्लास दिनु- वर्कै भयो त्यो त। हो, होमवर्क दिनु भनेको टिचरले ठग्नु हो। किनभने आफूले गर्नुपर्ने मेहनत नगरेर बच्चालाई मेहनत गर्नु लाउने हो, मेरो चाहिँ नजरमा। यो त सबैले जाने सन्देश भयो। र यो मैले एउटा डोटीको सुजुङ स्कुलमा यो मैले प्रतिबन्ध लगाउनुपर्छ भनेर प्रस्ताव राख्दाखेरि त्यो स्कुलले मानेर होमवर्क दिन बन्द गरेको थियो। किन साना बच्चाले नखेले, नजिस्के, नचले, घरमा नउफ्रियो भने अनि तिनीहरूले चाहिँ घर आउने बित्तिकै चाहिँ होमवर्कको भारी टेन्सन, अनि बच्चालाई टेन्सन दिनु हुँदैन। त्यो कुरो चाहिँ नि सबैले जान्नुपर्ने कुरो। र सकिन्छ भने बच्चाहरूलाई होमवर्क दिन बन्द गरिदिनुहोस् भन्ने चाहिँ अनुरोध गर्छु म। बच्चाहरूलाई होमवर्क नदिने? तपाईँहरूको पालामा होमवर्क दिन्थे कि दिन्थे? दिन्थे। त्यो तपाईँलाई मन पर्थ्यो कि पर्दैन थियो? मलाई त मन पर्थ्यो, किनभने मलाई सबै आउँथ्यो, एकैछिन सक्थेँ होइन। अब नआउने पनि हुन्थे। अब मैले पढ्दाखेरि होमवर्क कमै हुन्थ्यो, धेरै चाहिँ हुँदैन थियो। हामीले खेल्ने फुर्सदहरू पाउँथ्यौँ। म पनि अब त्यो चिन्तामा त थियो होला नि, तर बाध्यता थियो, त्यो थाहै थिएन नि त, होइन, थाहा थिएन बच्चालाई चाहिँ यसरी फ्री राख्नुपर्छ भन्ने। गर्दाखेरि तपाईँको ज्ञानमा चाहिँ के आयो भन्दा ठुलो हुँदै जाँदाखेरि बच्चाहरूलाई चाहिँ होमवर्क नदिए हुन्थ्यो भन्ने फिल भयो तपाईँलाई? र मैले स्कुलमा पढाएँ पनि नि त। मैले स्कुलमा पढाएँ, क्लासमा पढाउँदाखेरि नै प्रशस्त टाइम पुग्छ। 1 वर्ष पढाउने भनेको जति बिदा भए पनि अहिलेकै जस्तो बिदाहरू हो। तर मैले पढाउँदाखेरि मैले 10th क्लासलाई म्याथ पढाउँदाखेरि पनि मैले खेली 2 पटक दोहोऱ्याउन सक्थेँ, खेली। र त्यो यति रमाइलो गरी जोक भनी विद्यार्थीबाट पनि जोक सुन्ने, आफूले पनि भन्ने गरेर पनि मैले 45 मिनटको क्लासमा आधा घन्टा मात्रै पढाउँथेँ। 15 मिनट हामी हाँसो ठट्टै गर्थ्यौँ। तैपनि दोहोऱ्याएर दुईचोटि त्यो कोर्स सिद्ध्याउन भ्याउँथेँ र विद्यार्थीहरू पनि ट्यालेन्ट निस्किन्थे, सिक्थे। भनेपछि त्यहाँ के भने आफ्नो काम विद्यार्थीलाई, बच्चालाई गराएर आफू चाहिँ सुविधा आफूले लिने, त्यो टिचरको चाहिँ जिम्मेवारी मलाई मन पर्दैन।
भनेपछि त्यसैले टिचरले पनि यो सोच्नु जरुरी छ, उम्, विद्यार्थीहरूले पनि यो कुराहरू बुझ्ने सक्ने विद्यार्थीहरूले, अभिभावकहरूले पनि स्कुलमा यो प्रस्तावहरू राखेर बच्चालाई उनीहरूको स्वतन्त्रताको उपभोग गर्न पाउनुपर्ने हुन्छ। भनेपछि यो सन्देश तपाईँले सबै आफ्नो गाउँलाई मात्र नभएर यो त सबैलाई काम लाग्ने, सबैलाई सन्देश हो। सबैलाई काम लाग्ने भयो। ओके, आजको कार्यक्रम हाम्रो यहीँ समाप्त भएको छ। दर्शकबिनलाई नमस्कार गर्दै नमस्कार। आज हामीले आफ्नो वान माइक वान मनबाट हामी बुवा छोराले केही गफ गऱ्यौँ। त्यस गफबाट कसैलाई केही सहयोग भयो होला, कसैलाई केही आफ्नो पुरानो कुराहरू ताजगी भयो होला होइन। यसै क्रममा चाहिँ अब हामी फेरि अरू श्रृङ्खलाहरू पनि ल्याउन प्रयास गर्नेछौँ। तपाईँहरूको लाइक र कमेन्ट र सब्सक्राइब हामी एकदम अवश्य कुरेर बस्नेछौँ र यसै साथ आजको कार्यक्रम यहीँ सकिएको छ। धन्यवाद।